माता भद्रकालीलाई नेपाल भाषामा भक्तपुरतिर खुसिङ अजिमा, काठमाडौँतिर लुमरी अजिमा, पाटनतिर यप्पा अजिमा र मध्यपुर ठिमीतिर विष्णु वीर पनि भन्ने गरिन्छ। यसका साथै नारायणी वा नारायणी पनि भन्ने गरिन्छ। नवरातको चौथो दिनलाई भवानी भद्रकाली सृष्टि हुने दिनको रूपमा लिइन्छ। भद्रकाली माता जो आफ्नो भक्तलाई दिनका लागि भद्र, सुख वा मंगल स्वीकार गर्दछिन्। भद्रकालीलाई काशी विश्वनाथको अर्धाङ्गिनी पनि भनिन्छ। नेपालमा एक समय युवराज नहुँदा राजकुमारीसँग विवाह गर्ने नै युवराज हुने प्रथा थियो। तर जो व्यक्ति ती राजकुमारीसँग विवाह गर्थे उसको मृत्यु हुने गर्दथ्यो। तब एक गरिब व्यक्तिको पालो आयो र ती राजकुमारीसँग विवाह गर्नुपर्ने भयो। यसै समयमा भद्रकाली माता एक बुढी आइमाईको रूप धारण गरी ती व्यक्तिलाई सल्लाह दिन पुगिन्। माता भद्रकालीको सल्लाह बमोजिम गर्नाले ती व्यक्ति राजा हुन पुगे। तबदेखि माता भद्रकालीको जात्रा गरिँदै आएको पाइएको छ। यसै जात्रालाई अजिमा जात्रा भनिन्छ भने हाल यस जात्रालाई बिस्का जात्रा पनि भन्ने गरिन्छ। उक्त अजिमा जात्रामा लामहरू यसिन्देव उभ्याइन्थे। हाल पनि सानो रथ नकिन्चु खचा भनी तान्ने चलन रहेको छ। हाल अजिमाको जात्रालाई भद्रकालीको रथ यात्रा पनि भन्ने गरिन्छ। यसबारे एक किम्वदन्ती रहेको छ। एक समय माता पार्वती तलाउमा स्नान गरिरहेको समयमा महादेव उक्त स्थानमा पुग्दा लोभिएर समाउन खोज्दा माता पार्वतीले समय, स्थान र परिवेश ठिक नभएकोले आपत्ति जनाउँदा पनि नमानी अघि बढेपछि उक्त स्थानबाट भागी हालको चुपिङघाटमा रहेको भद्रकाली पीठमा लुकी बसेकी थिइन्। लुकेर बसेको मातालाई मानिसहरूले चिनेर यहाँ स्थापना गरी जात्रा गरेको भन्ने जनश्रुति रहिआएको छ।